कहाँ से आते हैं ये लोग और कहाँ से आते हैं ये सोच। हाम्रो सवारी साधनको कालो सिसा त हटायौं, कालो स्टिकर त हटायौं, अब सम्भवतः कालो चस्मा पनि हटाउनु पर्छ, त्यो पनि आवश्यक छ। मधेसमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौं, तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको दाउरा निभ्या छैन, त्यसैले गर्दा त्यसमा सचेत भइराख्नुहोस्। अहिलेको कुरामा इन्टिग्रिटीको क्वेशन छैन, इन्टिग्रिटीमा कुनै पनि शंका छैन, इन्टेन्सनमा पनि कुनै प्रश्न छैन, तर कता कता ढंग नपुगेको हो कि भन्ने चाहिँ लाग्छ र त्यो स्वीकार्नुपर्छ। इफ यु डोन्ट नो व्हाट यु डोन्ट नो, देन यु डोन्ट नो, रियली यु डोन्ट नो। त्यसैले गर्दाखेरि राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास, यो दुईटा कुरा लक्षित मूल मन्त्र राखेर हामीले आफ्नो राज्य सञ्चालन र सबै पद्धतिहरूलाई, सबै कुराहरूलाई त्यसमा केन्द्रित गर्यो भने अलि हामी केही हासिल गर्न सक्छौं। भर्खरै अमेरिका यात्रामा मैले केही नेपाली भेटिए जसको प्राइभेट जेट छ, जहाज छ, नेपालीहरू त्यहाँ पुगिसक्यो। अब उहाँहरूलाई वेलकम गर्नु पर्यो, अलि वार्म हुनु पर्यो उहाँहरूप्रति। नागरिकताको इस्यु, भिसाको इस्यु, इन्भेस्टमेन्टको इस्यु,